हेलो साथीहरु, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी अब टक्क यहाँबाट आज राइड चाहिँ घुम्न भने हिँडिसकेका छौँ। हाम्रो चाहिँ टक्क यता अर्को दाइ पनि हुनुहुन्छ टक्क लगाएर। हाम्रो गन्तव्य चाहिँ आज तपोवन पुरै भिजिटको लागि पुरै भ्लग नै भ्लग छ। ल हाम्रो राइडर चाहिँ सोच्दा केही भन्दिनु मन छ। स्लो राइडर तर यतातिरको चाहिँ जग्गा सस्तो रहेछ नि त। म चाहिँ एउटा घरबाट नै सोच्न आएँ है। तलतिरको साइडमा चाहिँ पुरै चाहिँ खेतीसेती पनि हुन्छ। काठमाडौँमा धेरै जस्तो चाहिँ तरकारीहरू निस्केको ठाउँबाट जान्छ होला। काठमाडौँबाट नजिकको ठाउँमा अब हामी नुवाकोट तर्फतिर लाग्दैछौँ। फाइनली साथीहरू हामी चाहिँ अहिले 3 पिपले आइसकेका छौँ। तारकेश्वर चाहिँ हाम्रो टक्क काठमाडौँदेखि आज धेरै दिनको थकान पछाडिको एकदम हाम्रो यात्रा कस्तो रह्यो आज? एकदम रमाइलो। यो गर्मीमा शीतल हावा खान आइरहेका हामी 3 पिपले यता छौँ अहिले। यो जुन हाम्रो यो नेचर यो हेर्दाखेरि मनमोहक छ, एकदम राम्रो छ, रमाइलो छ, हावा चलिरहेको। शनिबारको दिन यस्तै छ, रमाइलो छ हाम्रो। अब अर्को दाइ कस्तो लाग्यो आज हप्तापछिको थकान पछाडिको आजको एक दिन आउने शनिबार? यो काठमाडौँमा चाहिँ धुलो खाइरहेको मान्छे बानी भएको, यहाँ चाहिँ एकदम चाहिँ गाउँको चाहिँ भाइब्स आयो मलाई होइन। तपाईँ हेर्न सक्नुहुन्छ रमणीय दृश्यहरू यहाँबाट होइन। यस्तो राम्रो दृश्यहरू छ, हावा चलिरहेको छ। यहाँको इन्भाइरोमेन्ट एकदम जली इन्भाइरोमेन्ट छ। फाइनल्ली गाइज हामी आइपुगेका छौँ। यो रोडबाट अलिकति माथि आइपुगेका छौँ फाइनल्ली गाइज। ल अब हामी अब जाँदैछौँ यस्तो राम्रो बाटोबाट। ल यता है छेकिँदैन छेकिँदैन। लभ यु। हामी चाहिँ अहिले आइसकेका छौँ। एकदम रेडी। ए 22 का जुत्ता लाएर 22 का जुत्ता लाएर ड्राई पिकनिक ड्राई पिकनिक टाइपको ल हेर्नुहोस्। पानी खानु एउटा चाहिँ के भन्छ होला, राम्रो ठाउँ छ। म्याङ्गो के अरे अवेरनेस हो। घर नि बढाएको छ, रियुज पनि हो। घर नि बढाएको छ। दिनमा 3-4 लिटर भन्दा बढी पानी खानु होला। धन्यवाद। हामीले बाटोमा चाहिँ यसरी चाहिँ फोहोर नफालौ। देखेको फोहोर पनि उठाऊ। हो बल्ल आयो राम्रो। ल गाइजहरू फाइनल्ली हामी यसरी आइरहेका छौँ बाटोमा। हामी हिँड्दै अब हामी ट्रेकिङतर्फ अग्रसर छौँ। एकदम म एक्लै छैन। हामी पनि छौँ एकदम। अब हामीसँग पुरै ट्रेकिङमा हाम्रो पुरै ड्राई पिकनिक छ आज चाहिँ। पुरै यस्तो चाउचाउ कुरकुरेहरू फ्रुटीहरू कोकहरू लिएर हिँडिसकेका छौँ हामीहरू। हामी यता हाम्रो यो सजित सर चाहिँ यता बिजी हुनुहुन्छ। उहाँ फेरि गर्लफ्रेन्डकै चक्करमा बिजी हुनुहुन्छ। फेरि जङ्गलमै आउँदा पनि होइन बिजी चाहिँ हुनुहुन्छ फेरि। देखियो फाइनल्ली अब चाहिँ हामी हिँडिसकेका छौँ। हाम्रो गन्तव्य भनेको चाहिँ माथि हो।
हामी ड्राई पिकनिकका लागि आइसकेका छौँ। हाम्रो दाइ चाहिँ पछाडि हुनुहुन्छ, हाम्रो सचेत यता हुनुहुन्छ। पुरै भ्यू चाहिँ यस्तो छ है, पुरै यस्तो छ। अब चाहिँ हामी पुरै माथि आइसकेका छौँ। हाम्रो चाहिँ यता सेते र काले छन्। सेते के छ केही भनिदिनु छ? सेतु हाम्रो यता सेतु छन्, उता कालु छन्, यो सेते भयो। हाम्रो यता दाइहरू क्यामेराम्यान हुनुहुन्छ है। आज हाम्रो पुरै यस्तो ड्राई पिकनिक छ। आज पुरै कोकोहरू यता कुरकुरे चाउचाउहरू लिएर। काले कालु के छ मेरो भाइ? कालु भाइ तेरो नाम के हो? कालु डरायो। सेतु सेतु चाहिँ भाग। हेलो 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 गाइस। यति राम्रो बाटो छ केटाहरू। धनी भइरहेको केटाहरू। ड्राई पिकनिक ड्राई पिकनिक। यो बुट्टामा चढ्न सकिन्छ त है भाइ? सकिन्छ सकिन्छ सकिन्छ, तर हामीले सचेतलाई पहिला चढाइन्छ। ल यो बुटो यस्तो त्रिशुल जस्तो बुटो रहेको छ यहाँ। ल हजुर चढेन म चढ्छु। सकिन्छ। फाइनल्ली अब हामी चाहिँ टक्क लगाएर ड्राई पिकनिक खानको लागि हिँडिसकेका छौँ। हाम्रो आदर्श दाई सचेत दाई अगाडि हिँडिसक्नु भएको छ। म चाहिँ प्रोफेसनल क्यामेराम्यान भएको कारणले क्यामेराम्यानको लागि म सिफारिस भएको छु अहिलेलाई। त्यही भएर चाहिँ म क्यामेराम्यानको लागि चाहिँ हिँडिरहेको छु। हामी माथि यो भ्यू टावरसम्म पुगेर आयौँ। त्यो बाटो गयो भने भ्यू टावर पुगिन्छ। हामी यो बालाजु हुँदै यो हाम्रो त्यो जू हुँदै माथि तपोवन हुँदै माथि आए पछाडि चाहिँ हाम्रो यता भ्यू टावर रहेछ एउटा तिनपिप्ले भन्ने ठाउँमा। त्यहाँको केही समयको यात्रापछि भन्नुभयो अब। त्यहाँको केही समयको यात्रा पछाडि चाहिँ हामी त्यो भ्यू टावरसम्म पुगेर अब त्यहाँको हल्का दृश्यहरू खिच्न नपाइने कारणले हामीले उहाँको दृश्य चाहिँ कारणवश खिच्न पाइएन। तपाईँहरू सामु ल्याउन सकिएन। र हामीले अब फेरि कानुनको चाहिँ पालना गर्ने मान्छे पऱ्यौँ। हामी चाहिँ सबै नागरिकको पहिचान दिन्छौँ हामी चाहिँ। त्यही भएर चाहिँ हामी चाहिँ उहाँको भिडियो नखिचिकन हामी अब टक्क आफ्नो गन्तव्यतर्फ फेरि फर्किँदैछौँ। आजको स्याटरडे कस्तो रह्यो हजुरको? एकदम बवाल व्यापक रह्यो यार। यस्तै नै हिँड्नुपर्छ घुम्नुपर्छ यार। जिन्दगीमा यसरी घुम्नुपर्छ। घुम्ने ठाउँहरू धेरै छ। हामी आजबाट सुरु गरेका छौँ प्रोफेसनल यसरी बनाउँदै हिँड्न। अब हाम्रो यो यात्रा जारी रहन्छ हरेक शनिबार विथ थ्री ब्रदर्स। सोच्दै के छ अनि एउटा लोगो थपिन्छ होला अब थपिसम्म। सबै नागरिकको पहिचान यस्तो छ कि अब हामी हप्तामा 7 दिन हुन्छ 6 दिन हामी एकदम बिजी हुन्छौँ, काममा हुन्छौँ होइन। प्रेसर बढी हुन्छ, मेन्टल प्रेसर हुन्छ। अब आज यहाँ आएपछि हामी एकदम फ्रेस माइन्ड साथ घर जान्छौँ होइन। अब हामी यहाँ रमाइलो गर्छौँ, गफगाफ गर्छौँ होइन। के भइरहेको छ कहाँ केही नयाँ ठाउँहरू हामी तपाईँहरूमा ल्याउँछौँ। हामीले चाहिँ माया गर्नु होला, प्रतिज्ञा दिनु होला हामीहरूलाई, ताकि हामीहरूलाई चाहिँ अझै अगाडि बढ्नको लागि चाहिँ अझै हौसला मिलोस्। धन्यवाद। यहाँ बसेर हौसला बढाउँछ। हामी चाहिँ अब टक्क लगाएर आजको तपोवन यात्रा हाम्रो अब यहाँबाट अब हामी ड्राई पिकनिकको लागि हिँडिसकेका छौँ, बसिसकेका छौँ ड्राई पिकनिकको लागि। हामी ड्राई पिकनिकको पछाडि अब हामी टक्क यहाँ ड्राई पिकनिक हुने कार्यक्रम छ। हाम्रो दाइहरू चाहिँ यता हुनुहुन्छ। अब हाम्रो पुरै ड्राई पिकनिक रहने छ यतातिर चाहिँ। अब हामी एकछिनमा ब्लग फेरि ओपन गर्नेछौँ। हाम्रो चाहिँ अब टक्क ड्राई पिकनिक स्टार्ट भइसकेको छ। हाम्रो सचेत यता हुनुहुन्छ, दाजुले खाँदै हुनुहुन्छ। हामी आधा सिधा उता कुरकुरेको प्याकेटमा जुस सहित हामीले फेरि नेचुरल जुस पानी मुलको पानी खाँदैछौँ आज। त्यही कस्तो लागिरहेको छ ड्राई पिकनिक? रमाइलो भयो। अब म नि खाँदै गर्छु अब बिस्तारै। रमाइलो दृश्य अलिक देख्न सक्दैन हामीले। अलिक कमी अब चाहिँ हामी टक्क हामीले खाजा खायौँ। फोहोर चाहिँ हामीले यसरी लिएर जाँदैछौँ। खासमा त हामीले यो फोहोर चाहिँ फाल्नु हुँदैन होइन बाटोमा चाहिँ। फोहोर फाल्नु हुँदैन। प्लास्टिकले हाम्रो इन्भाइरोमेन्टलाई असर गर्छ होइन। सकेसम्म चाहिँ हामीले यो बोतलहरू चाहिँ हामीले रियुज पनि गर्न सक्छौँ। उस्तै पर्ने भने सकेसम्म चाहिँ हामी रियुजमै राख्छौँ। हाम्रो भ्लग भनेको मनोरञ्जन साथसाथै जनचेतना अब हामी डाइरेक्ट वे टु होम। टक्क हामी खाजा खानाका लागि हिँड्दैछौँ। त्यस पछाडि हामी ज्याकेट होममा जान्छौँ। हाम्रो राइडर दाइहरू हुन्छ टक्क लगाएर एउटा फाइनली
फाइनली साथीहरू अब चाहिँ हामी तपोवनबाट चाहिँ फर्किरहेको अवस्था छ। रमाइलो दृश्य छ जे भयो नि। अहिले हामी तपोवनबाट फर्किरहेको छौँ। हाम्रो त सजित दाइ पनि हुनुहुन्छ है, हाम्रो त राइडर चाहिँ आदर्श दाइ हुनुहुन्छ। पुरै यतातिरको बाटो चाहिँ एकदम राम्रो के, तर चाहिँ गाउँकै झझल्को मेटाउने खालको बाटो छ यतातिर चाहिँ। पुरै गाउँ जस्तै छ यता यो हाम्रो बालाजु माथिको बाटो, यो तपोवन जाने बाटो, ग्रिन लिफ जाने बाटो चाहिँ। हाम्रो त आज सचेत दाइ हुनुहुन्छ, आदर्श दाइले यता राइड गरिराख्नु भएको छ। पुरै बाटो चाहिँ पुरै वाइल्ड छ, राम्रो छ। गर्लफ्रेन्डलाई पनि लिएर आउनु मिल्छ, आफू एक्लै पनि घुम्न जान मिल्छ, साथीभाइहरूसँग रमाइलो गरौँ, गेट टुगेदर गरौँ भने पनि यता माथितिर जानु मिल्छ। तर रमाइलो छ जे भयो नि। अब हामी चाहिँ पुरै यस्तो तरिकाले हिँड्दैछौँ पुरै वाइल्ड पारामा। फाइनली साथीहरू हामी तपोवनको यात्रा गरेर अब टक्क हामी रुमतर्फ आउन लागिसकेका छौँ। हामी गन्तव्यमा आइसकेका छौँ। हामीले यो बालाजुको रोडमा छौँ अहिले चाहिँ हामी यता। हाम्रो दाइ चाहिँ पछाडि हुनुहुन्छ। अब हामी रुमतर्फ जाँदैछौँ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। डु सब्सक्राइब।